हामीलाई आफ्नो प्यासन थाहा पाउनलाई चाहिँ अलि टाइम लागिरहेको हुन्छ अथवा कसैलाई चाहिँ आफू केमा प्यासनेट छु भनेर चाहिँ थाहै हुँदैन। जस्तो आफूले चाहिँ केही काम गरिरहेको हुन्छ अथवा पढिरहेको हुन्छ, त्यही पनि म चाहिँ केमा बेस्ट छु, के चाहिँ मलाई चाहिँ एकदमै गर्दा चाहिँ खुसी लाग्छ भन्ने कुरा चाहिँ आफूले पत्ता लगाउनै सकिरहेको हुँदैन कि अथवा के काम गर्दाखेरि चाहिँ मैले राम्रो अचिभमेन्ट गर्न सक्छु, केमा बेस्ट गर्न सक्छु भनेर थाहा पाउनलाई चाहिँ अलिक गाह्रै हुन्छ। त्यसैले चाहिँ आफूले जे काम गरिराख्नुभएको छ, अहिले जे पढिराख्नुभएको छ, जहाँ हुनुहुन्छ नि त्यहीलाई नै मेहनत गर्दै जानु कि त्यसमै तपाईँले कोर स्किलहरू चाहिँ बढाउँदै जानु। जे गर्दै हुनुहुन्छ त्यसमा आफूले विज्ञता हासिल गर्दै गयो भने चाहिँ कहिलेकाहीँ भोलि गएर तपाईँ त्यसैमा एक्सपर्टिज हुन सक्नुहुन्छ अथवा त्यही नै तपाईँको प्यासन बनेर जान्छ। अर्को भनेको चाहिँ तपाईँले एउटा काम गर्दै हुनुहुन्छ, तपाईँ एउटा फिल्डमा हुनुहुन्छ, तर तपाईँलाई त्यो बाहेक अरू कुनै काम गर्दा चाहिँ रमाइलो लाग्छ। जस्तै म मेडिकल प्रोफेसनमा छु, मलाई चाहिँ खेल्न मन पर्ला अथवा चाहिँ गीतहरू गाउन, लेखहरू लेख्न मन पर्ला, अथवा चाहिँ स्पोर्ट्स वर्कआउटहरू गर्न मन पर्ला, ट्राभल गर्न मन पर्ला। तपाईँले चाहिँ त्यो कुराहरूलाई चाहिँ आफ्नो काममा विज्ञता र स्किल चाहिँ हासिल गर्दै जाने र त्यो प्यासनको कामहरूलाई चाहिँ आफ्नो फ्री टाइमहरूमा, बिहान बेलुकाको समयहरूमा थोरै टाइम दिँदै जाने कि जसले गर्दाखेरि चाहिँ तपाईँको प्यासन पनि भोलि गएर चाहिँ कुनै एउटा अचिभमेन्ट बन्न सक्छ अथवा चाहिँ तपाईँले लङ रनमा हेर्दाखेरि चाहिँ त्यसलाई पनि तपाईँको लाइफमा चाहिँ क्यारी गर्दै जानुभयो भने चाहिँ त्यसले पनि भोलि तपाईँलाई चाहिँ एउटा लङ रनमा चाहिँ केही न केही अचिभ गर्छ कि। त्यसरी नै तपाईँले आफ्नो प्यासनलाई चाहिँ नमार्नु होला अथवा चाहिँ आफ्नो हबिजहरूलाई चाहिँ सँगसँगै क्यारी गरेर लानु होला। थ्याङ्क यू, ह्याभ अ गुड टाइम।